वडा अध्यक्ष हुनुहुन्छ, उहाँलाई पनि हामी विशेष अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछौँ। त्यस्तै अब अतिथिको आसन ग्रहण गरिदिनु। आज हाम्रो यो पुन समाजको जन्मदिन हो, सबैलाई थाहा हुनुपर्छ र थाहा नभएको मान्छेहरूले पनि थाहा हुनुपर्छ आज के दिन रहेछ भन्ने, कति तारिकमा जन्म भएको रहेछ भन्ने कुराहरू थाहा हुनुपर्छ है। हाम्रो भाषामा भेजो खेल्ने, हाम्रो कुल पूजामा यसको आउँछ भेजो खेल्ने। हाम्रो जात त त्यो हो र अहिले हाम्रो युवाहरू भेजो खेल्दैछन्। भेजो यो भन्नु पर्यो सबैले। गुन्जरी भन्छ, गुन्जरी ठ्वाङ्ग बिचमा लाग्यो भने गुन्जरी मार्यो भन्ने हो। गुन्जरी मारेर रक्सी भर्ने, खाने, रमाइलो मनाउने। बुढापाकाहरूको खेलको लागि हामीले धुचुङ सर्ट हान्ने भनेर होइन कि बुढाहरूलाई खेल खेलाउने, अनि उहाँहरूले छ्वाङ्गै बिराम दामी हा हा गर्दै हान्ने, रमाइलो गर्ने, हेर्ने भन्ने हो। ल हाम्रो पुण्यश्री हुनुहुन्छ, उहाँलाई पनि हामी विशेष अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछौँ। त्यस्तै अब अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि अन्नपूर्ण गाउँपालिका वडा नम्बर 5 का वडा सदस्य राम पूर्जाज्यूलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। राम पूर्जाज्यू। त्यस्तै अन्नपूर्ण गाउँपालिका वडा नम्बर 5 कै वडा सदस्य ईशा गरबुजाज्यूलाई पनि म आसन ग्रहणको लागि चाहिँ स्टेजमा आमन्त्रण गर्न चाहन्छु। ईशा गरबुजाज्यू, अन्नपूर्ण गाउँपालिका वडा नम्बर 5 का वडा सदस्य मनबहादुर तिरुजा पुन्जुलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै सदस्य तुलबहादुर पूर्जापुन, गमबहादुर पाइजापुन, लोकबहादुर पाइजापुन, देवेन्द्र गरबुजापुन, सयबहादुर गरबुजापुन, कृष्णबहादुर तिरिजापुन, सुलेन गरबुजापुन र रामबिहारी बुदुजापुन, सम्पूर्ण यहाँहरू जिल्ला कार्य समिति म्याग्दीका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई पनि स्टेजमा आएर आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। अब यो जिल्ला कार्य समिति म्याग्दीको निर्णयअनुसार र यो खिबाङको अनुमति भइसकेपछि यो खिबाङ गाउँमा हामी आज यसरी जमघट हुने एउटा अवसर मिलेको छ। तसर्थ यस खिबाङ टोलका टोल संयोजक सुरेन्द्र पुन्ज्यूलाई म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। भूमि
युवा क्लबका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू चाहिँ उपस्थित भइदिनु भएको छ भने कृपया स्टेजमा आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यो पूर्व शिक्षक सेती तिलिजा पुन्जीलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको क्रम चाहिँ निरन्तर नै रहनेछ। हामी अन्तिमसम्म चाहिँ उहाँहरू उपस्थित हुनुभएछ भने त्यस क्रमलाई चाहिँ हामी अगाडि बढाउने नै छौँ। यस क्रममा यो हाम्रो विशुद्ध पुनहरूको एउटा साझा सङ्गठन पुन समाज नेपालको स्थापना भएदेखि अब केन्द्रीय समितिले चाहिँ आफ्नो केन्द्रमा विभिन्न कार्यहरू गरिरहेको थियो। त्यस क्रममा अब विभिन्न जिल्लाहरूमा पनि यो जिल्ला कार्य समितिको गठन हुने क्रमहरू अघि नै बढिरहेको छ। अब लामो समयदेखि यो पुन समाज नेपाललाई आफ्नो अमूल्य समय दिएर जस्तै स्वर्गीय मेजर टेकबहादुर पुनदेखि लिएर अब विभिन्न संस्थापक सदस्यहरूको पनि यहाँ फोटोहरू देख्न सकिन्छ। पुन जातिलाई अगाडि बढाउनको लागि आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने ज्ञात अज्ञात शहीदहरूप्रति 1 मिनट मौन धारण गरेर चाहिँ श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको हुँदा यहाँहरू सम्पूर्णलाई फेरि मौन धारणमा सरिक हुनको लागि यथा स्थानमा उठिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। म हार्दिक अनुरोध गर्दछु। ल रेडी सुरु। धन्यवाद। ल सम्पूर्ण महानुभावहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अरूलाई चाहिँ माल्यार्पण गर्ने कार्यक्रम रहेको छ र आजको यो समुद्घाटन कार्यक्रमलाई चाहिँ दियो बालेर समुद्घाटन गरिदिनु हुनका लागि आजका प्रमुख अतिथि पुन समाज नेपाल केन्द्रीय कार्य समितिका सदस्य बागवीर पाइजा पुन लगायत सम्पूर्ण अतिथिहरूलाई चाहिँ उक्त कार्यमा चाहिँ सरिक भइदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु। यो दियो बालिदिनु हुनका लागि आजका प्रमुख अतिथि बागवीर पाइजा पुन्ज्यूलाई चाहिँ म अनुरोध गर्न चाहन्छु। सम्मान गरिदिनु होला। आजको कार्यक्रमको विधिवत रूपमा चाहिँ समुद्घाटन भइसकेको छ। त्यस लगत्तै अब यो फोटोमा माल्यार्पण रहेको छ। सम्पूर्ण अतिथिज्यूहरू चाहिँ उक्त कार्यमा सरिक भइदिनु होला। हाम्रा अग्रज व्यक्तित्व स्वर्गीय मेजर टेकबहादुर पुन लगायत संस्थापक सदस्यहरू लगायत हाम्रो यो पुन जातिलाई अगाडि बढाउनको लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चाहिँ सहयोग गर्नुहुने सम्पूर्ण दिवंगत आत्माप्रति पुन समाज नेपाल जिल्ला कार्य समिति म्याग्दी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। म हार्दिक अनुरोध गर्दछु र अबको क्रममा यो पुन समाज नेपाल जिल्ला कार्य समिति म्याग्दीको आयोजनामा हुन गइरहेको यो 2082 साल माघ 15 को पुन दिवस समुद्घाटन कार्यक्रममा सम्पूर्ण अतिथिज्यूहरू हाम्रो उपस्थित महानुभावहरूलाई चाहिँ आफ्ना शब्दरूपी भनाइहरूद्वारा स्वागत गरिदिनु हुनका लागि पुन समाज नेपाल जिल्ला कार्य समिति म्याग्दीका उपाध्यक्ष कृष्णबहादुर गरबुजा पुन्ज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। मलाई छोटो टाइममा बोल्ने शब्द क्रम दिएको हुनाले उहाँलाई धन्यवाद दिन चाहन्छु। र आज हाम्रो यो पुन समाजको जन्मदिन हो। सबैलाई थाहा हुनुपर्छ र थाहा नभएको मान्छेहरूले पनि थाहा हुनुपर्छ आज के दिन रहेछ भन्ने, कति तारिकमा जन्म भएको रहेछ भन्ने कुराहरू थाहा हुनुपर्छ है सबैलाई। र आजका
समारोहका अध्यक्षज्यू साथै जिल्ला केन्द्रीय कमिटीका जिल्ला सदस्यज्यू साथै हाम्रो 6 नम्बर वडाका वडाध्यक्ष लगायत सम्पूर्ण महानुभावहरूलाई म सानो उदेखि म धन्यवाद दिन चाहन्छु। तपाईँहरू आफ्नो कामको व्यस्तको लागि पनि तपाईँहरू यहाँ उपस्थित भइदिनु भयो, धन्यवाद छ। तपाईँहरूलाई टाढा टाढाबाट आउनु भएको छ, दुःख तकलिफ होला, कसैले गाडी नपाए होला, कसैले के गरेको छ होला, तपाईँहरूलाई र यसमा दुःख नमानिदिनु होला भन्नुको कारणले मैले यहाँ ल्याएँ। अब कोही चिजमा दुःख तकलिफ हुन्छ होला, तर तपाईँहरूले माफ गर्नु। र पोखरामा घस्किँदै थियो, तर अहिले तपाईँहरूलाई साल भयो, पुरानो भयो। म लाउरे हुँदैदेखि यो पुन समाज भन्थे पोखरामा। तर कोही मान्छेले अब हाम्रो जातित्वको उहरूलाई नामहरूलाई बेचेर पैसा पनि खाए हुँदान्, तपाईँहरूलाई थाहै नै छ होला। तर त्यो मान्छेहरू अहिले छन् छैनन् हामीलाई थाहा पनि छैन, त्यो थाहा भएन। खाएनन्, सुतिनन्, त्यति ऊ भएन। र अहिले त हामीले सानो यो कार्यक्रम हो तपाईँहरूलाई आज, र तपाईँहरूले दुःख नमान्नु होला। टाइम धेरै भयो हामीलाई, किनभने यस्तै हो हाम्रो, ऊ आउला आउँदै आउँदैन त। अब टाइम फौजी भए पो यति बजे यहाँ आइज भनेर ठिक्क टाइममा आउँछ। सिभिललाई कहिले पनि कन्ट्रोल गर्नु सकिन्न र टाइम दिनु नै सकिन्न। र अहिले यो बेला भयो तपाईँहरूको सामुन्य, तपाईँहरूले घरि अब हेर्नु भएको छ, मोबाइलमा हेर्नु भएको छ। तपाईँहरूले यो दुःख नमानिदिनु होला। यति बेलासम्म यो कार्यक्रम सुरु भएन भनेर अब उसलाई पर्खिँदा त्यस्तै भयो। र यो कुराहरूलाई मैले यहाँ आफ्नो आयव्ययहरू मैले अब समितिमा मैले पछि हाम्रो एउटा हुनेछ, बैठक हुनेछ, त्यति बेला आयव्ययहरू सुनाउनेछु। पर्छ र एकै ठाउँमा नभएर पर हामीले किन्दु बनायौँ, अहिले खिबाङ। त्यसै गरी चाहिँ क्रमशः अन्य इच्छुक गाउँ टोलहरूले पनि त्यसरी नै आफ्नो दाबी पेस गर्दै र सहमतिमा हरेक वर्ष नयाँ ठाउँमा गर्न पायो भने हाम्रो झन् प्रचार पनि होला, हामी सबै एकजुट भइएला भन्ने मुख्य ध्येय नै त्यही रहेको छ। तसर्थ यसरी हामीले पोहोर किन्दु मनायौँ, अहिले खिबाङ, अर्को साल चाहिँ अन्यत्र त्यसरी नै मनाउने क्रम चाहिँ जारी नै छ। र यस क्रममा मैले पुर्ख्यौली समूहलाई चाहिँ तयारी हुन हार्दिक अनुरोध गरिरहेको प्रतियोगिता पनि छ। तसर्थ कुनै पनि छिमेकी टोलबाट चाहिँ प्रोड भलिबल र यो तारो प्रतियोगिता चाहिँ लिएर आउनुभएको छ भने कृपया नाम दर्ता गरिदिनुहुन्छ चाहिँ हार्दिक अनुरोध गर्दछु। तारोको लागि हाम्रो सचिव तेजराम पूर्जाज्यूलाई सम्पर्क गरिदिनु होला र भलिबलको पनि उहाँले नाम चाहिँ लिनुहुनेछ। र सम्भव भएसम्म हामीले अहिले बेलुकी नै अब 1-2 म्याच नभए भोलि बिहानै खेलेर चाहिँ भोलि हामी औपचारिक रूपमा चाहिँ कार्यक्रम समापन गर्छौँ। यस क्रममा हाम्रो यो पुन दिवस मनाउनको लागि केन्द्रीय कार्य समितिको तर्फबाट चाहिँ रु 27,000 चाहिँ सहयोग प्राप्त भएको चाहिँ जानकारी भएको छ। प्रोड भलिबलको पुरस्कार स्पोन्सर बापत केन्द्रीय कार्य समितिका विभिन्न व्यक्तित्वहरूले रु 27,000 चाहिँ उठाएर हामीलाई चाहिँ सहयोग प्रदान गर्नुभएको छ भने खिबाङ्गी समाज पोखराबाट पनि 25,000 एकमुष्ट रूपमा चाहिँ प्राप्त भएको चाहिँ जानकारी प्राप्त भएको छ। त्यस्तै हाम्रो यो तारो खेलको प्रथम पुरस्कार हाम्रो घोरेपानी निवासी सुशील गर्बुजाजीले स्पोन्सर गर्नुभएको छ भने अब तेस्रो पुरस्कार चाहिँ हाम्रो सचिव तेजराम पूर्जाजीले स्पोन्सर गर्नुभएको छ। र खिबाङ्गी समाज पोखराबाट आएको 25,000मा 15,000 चाहिँ तारोको दोस्रो पुरस्कार स्पोन्सरको लागि भनिएको छ भने 10,000 चाहिँ सहयोग रहेको जानकारी चाहिँ यहाँहरूलाई गराउन चाहन्छु। उहाँहरूलाई हामी आयोजकको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। सन्तानहरूलाई खुवाउँदै गरेको धनु हो यो, को पर छ मेरो हो यस्तै धनु कालो। त्यो खेलमा तल्लो गाउँकोले 2 टिम दर्ता गरिसकेको छन्, उहाँ गिबाङकोले नि 2 टिम। बाबै धन्यवाद उहाँहरूलाई। एकदम सिकेको त के भने लाख लाग्ने 1 टिम मात्रै हो।
दर्ता गरिसकेछन्। रु तपाईँहरूले नै नाम दर्ता गर्नु पर्यो। यो तारो खेल भनेको हाम्रो पुर्खाहरूले खेलेको, शिकार गरेर खाएको, ऊ बेलामा के गर्ने, अब अहिलेको जस्तो त्यो ब्रोइलरको मासु किनेर खानु पाउने थिएन गरे। जङ्गलमा गयो, मृग मारेर ल्यायो, खुवायो, त्यहाँबाट त हट्टा कट्टा कति बोल्लिम, मगारेर ल्यायो, खुवायो, कति बोल्लिम। अहिले त के गर्ने, पाम नगरे एकाले फेरि मार्नु नि दिन नगरे होइ र त्यो धनुले नै अहिले हराउँदै गयो। त्यसै खेल्ने मात्रै भनेछु हामीले है। र तारोको धमाधम दर्ता हुँदैछ, भलिबलको पनि धमाधम दर्ता गर्ने। बुढापाकाहरूको खेलको लागि हामीले धुचुक सर्ट हान्ने भनेर होइन कि, बुढाहरूलाई खेल खेलाउने। अनि उहाँहरूले छ्वाङ्गै बिराम दामी हा हा गर्दै हान्ने, रमाइलो गर्ने, हेर्ने भन्ने हो। त्यही भएर टिममा उपस्थित भएर जसले हँसाउँछ खेलमा त्यसलाई पनि पुरस्कार पनि दिनु सक्छन् है। खेल गरेर अलि खेल देखाउनेलाई होइन, खेलमा हँसाउनेलाई पुरस्कार पाउने सम्भावना छ अहिलेको खेलमा। मारुनी मादलले खोज्दै कोही घाँस काट्नु गएको, कोही कता गएको, कोही दाउरा काट्न गएको, खोज्दै बोलाउँदै तयार पर्दै, त्यस्तै नै हो, गाह्रो नमान्नु। र पुर्खोलीको विषयमा भन्दाखेरि हामी यति पुर्खोलीमा खेत त छैनौँ, कहिल्यै पनि हाम्रो पुर्खोलीमा विषयमा पर्फेक्ट हुँदैनौँ। र हामीले नयाँ मारुनीहरू, नयाँ मादलीहरू जमघट गरेको छौँ। योले मारुनीले बिरायो, मादलले बिरायो यस्तो नभनिदिनु होला, किनभने यस्तै सिक्दै जाने कुरा यस्तै हो। र पुर्खोली गीत गाउने हो भने त 2 रात 2 दिन 3 दिन पनि बित्छ। र अहिले समयको अभावले गर्दाखेरि हामीले धेरै लामो लाने छैनौँ। गीतको लाइन त धेरै लामो मैले पनि जानेको छु, तर हामीले सरस्वती जगाउने काम गर्नुपर्छ। त्यस कारणले मैले छोटकरीमा लानेछु र केही चुटकाहरू गीत गाएर मैले सरस्वती जगाउनेको कुरा लाइन लानेछु। र कसैलाई पनि सरस्वती मादलको ताल फर्काउँदाखेरि, बाचाको बल भन्दाखेरि कसैलाई कम्पन हुन्छ, कसैलाई काम्ने हुन्छ भने मादलले नजिक आइदिनु होला, किनभने यहाँ कार्यक्रम सञ्चालक सब अलिक गाह्रो पर्छ। र जसलाई पनि कम्पन हुन्छ, सरस्वती लाग्छ, अलिक नजिक आइदिनु होला भन्ने अनुरोध गर्दछु। र अब हाम्रो मादलले मारुनी तयारी अवस्थामा भइसकेका छन् र धैर्य बसिदिनुहोस्। र
ताली पोर्फुली समूहलाई ताली स्वागत गरिदिनु, ताली बजाइदिनु, तालीको साथ हो। धन्यवाद हाम्रो मादले मारिन र हाइहाल्ने आमा समूहलाई। र यसरी हाम्रो खिराङ गाउँको तर्फबाट आजको पोर्फुली कार्यक्रम यही समापन हुन गएको छ। तपाईँहरूले कस्तो लाग्यो कमेन्ट गरिदिनु होला।
मैले गाउँमा यस्तो हाम्रो गाउँमा यस्तो नभनिदिनु, किनभने एउटा पोर्टफोलियोको ढाँचा एउटै नै हो, अलिकति फरक त हुन्छ नै। तर सबै भाइ बहिनीहरूलाई अनुरोध गर्दछु कि पोर्टफोलियोलाई निरन्तर दिनुहोला। पुस्ताहरू हाम्रो पुर्खाहरूले छोडी गएको संस्कृतिलाई जागरी राख्नु होला भन्दै हाम्रो पोर्टफोलियो कार्यक्रम यही समाप्त भएको छ। अब चिया खाजा सहभागिता देख्न पायो, पुस्ताबाट हस्तान्तरण हुँदै आउनु पर्यो, सबैले सिक्न पर्यो, एकदमै राम्रो छ। उहाँहरूलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र अगाडि उहाँले पनि भनिसक्नुभयो, हाम्रो नाग्लो चाहिँ राखिएको छ। यो चाहिँ विशुद्ध यो आजको कार्यक्रमको खर्च व्यवस्थापनको लागि राखिएको हो र तपाईँहरूले पनि आफ्नो इच्छाअनुसार चाहिँ सहयोग गर्न सक्नुहुन्छ। कसैलाई कर चाहिँ भएन। यो हाम्रो आज खाजा खर्च एवं अन्य व्यवस्थापनमा चाहिँ सहयोग होस् भन्ने हेतुले राखिएको हो। यो कसैलाई बाध्यात्मक नभइकन स्वतस्फूर्त इच्छाले चाहिँ आफ्नो सकेको सहयोग चाहिँ गरिदिनु होला भन्ने अनुरोध गर्दै केही समयमा चाहिँ हुनेछ खाजा। त्योभन्दा पहिला अब यो पुन समाज नेपाल स्थापना भएदेखि के कस्ता क्रियाकलापहरू गर्दै आए, के कस्तो हुँदैछ, अब भविष्यमा गएर के गर्नुपर्ने होला, हाम्रो चुनौतीहरू के छन्, अहिलेसम्म हामीले पुन समाज नेपालले के कस्ता प्रगतिहरू गरेको छ, हामीले के गर्नु पर्दो रहेछ र पुन जाति भनेको के हो, कसरी अगाडि बढ्ने, के गर्ने भन्ने बारेमा समग्र यो आयोजक कमिटीको तर्फबाट चाहिँ आफ्नो भनाइहरू राखेर यहाँबाट जानकारी दिनु हुनको लागि म आजका प्रमुख अतिथि पुन समाज नेपाल केन्द्रीय कार्य समितिका सदस्य बागवीर पाइजाज्यूलाई यो माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। आज हाम्रो 69औं पुन दिवस माघे 15 का हाम्रो अध्यक्ष पूर्णबहादुर पाइजाज्यू, हाम्रो वडा अध्यक्ष 6 नम्बरको वडा अध्यक्ष रामबहादुर खड्काज्यू, हाम्रो स्वास्थ्यमा हुनुहुन्छ हाम्रो क्याप्टन साहब, उहाँ पनि आइदिनु भएको छ, धन्यवाद छ। उहाँ भलिबल खेल्नु पनि आउनु भएको छ स्वास्थ्यको नेतृत्व गर्दै। हाम्रो बलबहादुर क्याप्टन साहब र वडा अध्यक्षज्यूहरू, वडा सदस्यज्यूहरू, हाम्रो स्वास्थ्यको संयोजक सुखदर टेकबहादुरको तर्फबाट हामी सबै केन्द्रदेखि जिल्ला सबैको तर्फबाट यहाँहरू सबैलाई एकमुष्ट नमस्कार अभिवादन टक्राउन चाहन्छु। अब यो आजको पुन दिवस हामी एउटा महत्त्वपूर्ण गाउँमा आएका छौँ। महत्त्वपूर्ण गाउँ भनेको मेजर टेकबहादुर, स्वर्गीय मेजर टेकबहादुर बुद्धुजा पुन जन्मिएको खेबाङ गाउँ। यसैले उहाँकै नाममा हामी उहाँकै गाउँमा, जन्मस्थलमा, उहाँ जन्मिएको माटोमा आज हामीले यो यस चाहिँ नि विशेष कार्यक्रम मनाइरहेका छौँ। त्यसैले यस विशेष गाउँमा, यो ऐतिहासिक गाउँमा हामीले यो कार्यक्रम गर्नु नै हामी एकदम भाग्य मान्ने भन्नुपर्छ। आजको जस्तै पुन दिवस त जताततै मानिरहेका छन्, तर हामी स्वर्गीय मेजर टेकबहादुर बुद्धुजा पुनको जन्मथलोमा मनाउनु भनेको हामी आजको दिन एकदमै भाग्य मान्नेछौँ। र खेबाङ गाउँको पनि एउटा ठुलो विशेष महत्त्व छ र उहाँ स्वर्गीय मेजर टेकबहादुर बुद्धुजा पुनज्यू स्वर्गवासमा हुनुहुन्छ र म उहाँप्रति र उहाँको परिवारप्रति गहिरो शोक प्रकट गर्दै म उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। र उहाँ स्वर्गीय मेजर टेकबहादुर बुद्धुजा पुनले 2013 सालमा औलामा पुन जाति सुधार
सम्मेलन राख्नुभयो। पुन जाति सुधार सम्मेलन यो भनेको पुनहरू अशिक्षित, सोझो, लाटो, केही नजान्ने भएको हुनाले अब यिनी पुनहरूलाई अलिकति जान्ने सुन्ने चनाखो बनाउनु पर्यो भनेर औलामा सम्मेलन राख्नु भएको थियो। त्यो बेला राजा महेन्द्रको पाला थियो। राजा महेन्द्रको पालामा खतरा थियो, यो जात बीचको कुराहरू थियो, त्यो पञ्चायत कालको कुरा थियो र औला चाहिँ त्यो बेलामा एकदम कुना थियो, कोही नजाने। त्यो औलाको कुनामा गोपछोप गरेर पुन जाति सुधार सम्मेलन उहाँले गराउनु भएको 2013 सालमा। उति बेला हामी 2-3 वर्षको बालका। अहिले उहाँ स्वास्थ्यको संयोजक सुन्दर भान्जा हुनुहुन्छ यहाँ, उहाँ हामी 3-4 वर्षको बालका। राजा महेन्द्रको पालाको कुरा भनेपछि उहाँले 11 जनाको समिति गठन गर्नु भएको थियो र यो एक अर्का जातको बिचको कुनै लडाइँ होइन। यो त आफ्नो आइडी कार्ड अथवा आइडेन्टिटी अथवा पहिचान पाउने अधिकार खोजिरहेको अवस्था र कुनै पनि जातको तीनवटा कुरा हुन्छ। तीनवटा, एउटा भाषा, एउटा धर्म, एउटा संस्कृति। हामी पुन जातिहरूको भाषा छैन। भाषा थियो हिजो मल्लकालीन राज्यको समयमा। हाम्रो भाषा, धर्म, संस्कृति सबै छुट्याइदिएर मगरमा विलय गराइदिएको यो गुमेको इतिहासलाई अहिले हामीले पल्टाउँदै आएको। हाम्रो इतिहास गुमेको र गुमेको इतिहासलाई पल्टाउँदै आएर इतिहासको प्रमाण चाहिँ हामीले फेला पारेर र अब हामी पनि आफ्नो पहिचान खोज्नुपर्छ भन्दै आएको विषय हो। अब म तपाईँहरूलाई भन्छु, मैले त धेरै जातिको दिवस काठमाडौँमा तामाङहरूको जलम थलम त्यो टुडी खेलमा खुट्टा टेक्ने ठाउँ छैन। उहाँहरूले तामाङहरूको जातीय दिवस मनाएको, मगरहरूको दिवस मनाएको, राईहरूको, लिम्बूहरूको, थकालीहरूको, थारूहरूको सबै जातिले काठमाडौँको टुडी खेलमा त्यति ठुलो सम्मेलन गराउँछन्। त्यसमा प्रधानमन्त्री बोलाउँछन्, प्रधानमन्त्री आउँछ, गृहमन्त्रीहरू आउँछन्। तर त्यस्तै दिन हामीले कहिले पाउने त? लोसार भनेका छन्, क्याल्बो लोसार भनेका छन्, अनेक भनेका छन्। जात जातिको नाममा सारा चाहिँ नि बिदा पनि पाइरहेको छ। हामीले पाउने कहिले? त्यही हो, हामीले पाउनुपर्ने र हामीले खोजेको नै त्यही हो। त्यसैले यसैको लडाइँमा हामी छौँ। अब भाषाको कुरा त मैले भने, हाम्रो भाषा विलय। धर्मको कुरा सुन्नुहोस् है राम्रोसँग। हामी पुन जातिहरू प्राकृतिक धर्म मान्ने जाति हो। गाईको बहरले पूजा गरेको जात हो हामी। गाईको बहरले कुल पूजा गरेको जात हामी। कुल पूजा गर्दाखेरि गोरुको पुच्छरको कुण्डल हामीले कर्ताकेको पराङमा राख्नै पर्छ, झुन्डाउनै पर्छ। गोरुको पुच्छरको कुण्डल त्यो भनेको हाम्रो पुन जातिहरूको प्रमाण, हाम्रो पुन जातिहरूको सत, त्यो हो सत हाम्रो। अब आदिवासी जनजाति भनिनेहरू 142 वटा छन् अहिलेसम्ममा। 142 भनेपछि हामी पुन जातिहरू त्यही 142 जातिमा छौँ भने
पुन मगर भनिनेहरूको नाम निशान केही पनि छैन। पुन मगर त भन्दै हिँडेका छन्, तर पुन मगर भनिनेहरूको 142 जातिमा छैन। अनि हाम्रो जस्तो पञ्जीकरण पनि भएको छैन, राजपत्रमा प्रकाशित पनि भएको छैन। मगर भन्दै त हिँडेका छन्, तर उहाँहरूको कुनै राजपत्रमा प्रकाशित छैन, पञ्जीकरण भएको पनि छैन। यस्तो टोपी पनि लाउँदैनन्, कादा पनि लाउँदैनन्। भने आफ्नो जातप्रति त छाड्नुहोस्। कार्यक्रममा आउँदाखेरि कमसेकम मेरो जतिको होस्। हेर्नुहोस्, यो तारो हाम्रो भाषामा भेजो खेल्ने, हाम्रो कुलपूजामा यसको आउँछ भेजो खेल्ने। हाम्रो जात त्यो हो र अहिले हाम्रो युवाहरू भेजो खेल्दैछन्। भेजो यो भन्नु पर्यो सबैले। त्यसले पिच्छको त्यो बुल भन्छन् मान्छेले, त्यो बुल भन्ने होइन। हाम्रो भाषामा गुन्जरी भन्छ। गुन्जरी ठ्वाङ्ग बिचमा लाग्यो भने गुन्जरी मार्यो भन्ने हो। गुन्जरी मारेर रक्सी भर्ने, खाने, रमाइलो मनाउने, गुन्जरी मार्यो। अब यहाँ आजबाट सुरु हुन्छ युवाहरूको खेल। कति धेरैजनाले गुन्जरी मार्छन् त। गुन्जरी मार्यो भने त पैसा पाउँछ। गुन्जरी भन्ने। तारो खेल्ने भनेको त नेपाली भाषामा हो, हाम्रो भाषामा त भेजो खेल्ने भन्छ। ओ बोलु क्याप्टेन, बोलु पाइजा त्यो क्याप्टेनको सारो भाइ है। यसरी आइदिनु पर्छ रिमाबाट। यहाँ 9 जना केन्द्रीय सदस्यहरूले पोखराबाट पठाएको 27,000। अनि घोरेपानी टेक्सर भाइको दिदी भीमकुमारी दिदीले पनि 3,000 र स्वात परेका जाँगेरी हाम्रो मामाको छोरा युबहादुर गर्बुजाले पनि 3,000 बाटोमा आउँदैछ है, बाटोमा आउँदैछ। लो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। अब पुर्ख्यौले त नाचिसक्नुभयो, खै त नाङ्गलो त रित्तै छ, नाङ्गलो रित्तै। मैले त्यहाँ 5,000 हालेछु। ल अरू पनि हात खोल्तीमा जाओस्। ल यति भने ल सबैलाई धन्यवाद। मैले 80 सालमा भुरुङमा जुन किसिमको एउटा पालिका स्तरीय एउटा पुर्ख्यौली नाच भएको थियो, त्यति बेला मैले खिबाङका साथीहरूलाई जानुहोस् न त्यहाँ भने, तर उहाँले त्यति बेला जानु भएन। र गत वर्ष 81 सालमा न्याचेङमा यो अन्नपूर्ण बेस क्याम्पको जो कार्यक्रम भएको थियो त्यसमा जानुभयो, हिस्सा लिनुभयो। केही साथीहरू खिबाङका साथीहरू गइदिनु भयो, हिस्सा लिनुभयो, धन्यवाद छ उहाँहरूलाई। यसरी यस्तै कार्यक्रममा आज जुन तरिका देखाइदिनु भयो, आज यसमा पनि हाम्रा खिबाङका साथीहरू अहिले मलाई जहाँसम्म लाग्छ अलि खल्लो टाइप जस्तो लाग्छ है। यहाँ किन खिबाङका साथीहरू एकमुष्ट नभएर अलि अलग अलग भए जस्तो मैले महसुस गरेको छु। यो हुन भएन। आऊ आफ्नो गाउँभित्रको कार्यक्रम भनेपछि जोसुकैले गरोस्, या यहाँको जनजातिले गरोस्, या यहाँको क्षेत्रीले गरोस्, या यहाँको दलितले गरोस्, या यहाँको मगरले गरोस्, या यहाँको पुलले गरोस्, हामी एकलौटी भएर मात्रै काम गर्न सकियो भने यो गाउँको इज्जत, यो वडाको इज्जत राख्न सकिन्छ। र मलाई जहाँसम्म लाग्छ अलि केमा खल्लो भयो जस्तो महसुस मैले गरेको छु। यो अबका दिनमा यो नभइदियोस्। जे भए पनि जसले गरे पनि यो कार्यक्रमलाई एकदम भव्य र सभ्यताको साथमा सफल पारिदिनु होला। किन भन्दाखेरि हाम्रो सिधा स्वादा बागरबाट आएका दिदीबहिनीहरू आमा समूह यहाँ आत्तिएर बिजोग हुनुभयो, तर यही खिबाङका साथीहरू घरि के भएन भनेर यताउता हल्लिएको अवस्था। 2 बजेसम्म 11 बजेको 10 बजेको कार्यक्रम 2 बजेसम्म पनि टुङ्गो लाउन सक्नु भएन। अबका दिनमा यस्तो कार्यक्रम नभइदियोस्, समयमै समापन भइदियोस् भन्न चाहन्छु। यसै गरी यो कार्यक्रमको लागि हामीहरूलाई थोडा जहाँसम्म लाग्छ हामीलाई व्यक्तिगत निम्तो त आएकै थियो। वडा नम्बर 5, 4, 5, 6 सायद पालिका स्तरमा पनि हामी यस्तो कार्यक्रम गर्दैछौँ भनेर हामीले एउटा जानकारी त भएको छैन। नभए तापनि हामी स्वयं उपस्थित छौँ। यसमा कोही झैझगडा कोही त्यस्तो नभइदियोस्, सभ्य र भव्यताको साथमा यो सम्पन्न भइदियोस् भन्न चाहे। र जो हाम्रो यो
पछाडिपट्टि जो एउटा तारो जो अहिले बाबुले सरले भन्थ्यो त्यसको नाम मैले भुलिहालेँ, जो तारो खेल्दै हुनुहुन्छ उहाँले थोडा अलि होसियारसित सेफ्टीको साथ गरिदिनु होला। जहाँ तारोको बोर्ड छ त्यहीमा मान्छेहरू छेउछाउमा बसेको देख्छु, यताबाट तारो हानिरहेको छ, उता मान्छे अगाडि बसेको हुन्छ। त्यसले गर्दा जो तारो खेल्ने भन्दा हान्नुभन्दा पछि मान्छे बसिदिनु मैले अनुरोध गर्न चाहेँ। किन मान्छेको दिन दशा बिग्रियो, कतै हात लपटेर दानी बानी अब फायरिङ गरेर गोली पड्काउनु हिँडियो। जो मान्छे जो फायरिङ गर्ने त्यो मान्छे पछि बस्छ, जो गोली निस्केपछि अगाडि गइसकेपछि त्यसले यो मान्छे यो तारको बोर्ड भन्दैन, लाग्ने फुत्किने चोट लाग्न सक्छ, यसलाई थोडा ख्याल गरिदिनु होला। यति भन्दै तपाईँहरू सम्पूर्ण पुन समाजहरूले जुन तरिकाले जो सिक्किममा एउटा भव्यका साथ एउटा कार्यक्रम मनाउनु भयो, आज यहाँ मनाउँदैछ, अर्को साल अर्को ठाउँ मनाउनु होला। भव्य र सभ्यका साथ आफ्नो कला संस्कृति सभ्यतालाई बचाएर राख्नुहोस्। यो हामीले पनि हाम्रो क्षेत्रीय समाजले नै हामीले गर्छौँ, यो सबैमा आफ्नो हुन्छ। यदि कतिपय कुराहरू बाबुले सरले बताइसक्नु छर्लङ्ग पार्नुभएको छ र तपाईँहरूको पुन समाजको जो 142 जातिमा अब सूचीकृत हुन मात्रै बाँकी छ, राजपत्रमा आइसकेको छ। अब केही दिनपछि स्वीकृत भयो भने तपाईँहरू पनि एउटा वैधानिक तरिकाले जानुहुनेछ। किन भन्दाखेरि तपाईँहरू कतिपय कुराहरू हामीसँग वडामा आउँछन्, हामीले पुन त्यो जन्म दर्ता गर्दाखेरि पुन लेख्थे भन्ने कुराहरू आउँछन्, बिहा दर्ता गर्दाखेरि जन्म दर्ता गर्दाखेरि कतिपय यस्ता स्कुल सर्टिफिकेटमा आउँछन्। यसले गर्दाखेरि सूचीकृत हुने बित्तिकै तपाईँहरू के हुन्छ, यो बचपनबाट यो हुने कुराहरू हुन् र यसले गर्दाखेरि छिटै नै यो सूचीकृत भइदियोस् भन्ने शुभकामना दिँदै तपाईँहरू यो आजको एक माघ 15 गतिको जो पुन समाजले जो आयोजना गर्नुभयो यो कार्यक्रम यो भव्य र सभ्यका साथ सफल होस् भन्ने शुभकामना दिँदै मेरा 2 शब्द यही अन्त गर्न चाहे। हस्, नमस्कार, जय पुन समाज। सबैलाई धन्यवाद दिँदै म म्याग्दी पुन समाज म्याग्दीको तर्फबाट धन्यवाद दिँदछु र हामीहरू पुन जातिहरू सधैँ एक हौँ र एक हुनुपर्छ भन्ने मेरो मान्यता राख्दै म बिदा छु र कार्यक्रम गर्ने बेलामा विभिन्न त्रुटिहरू कमी कमजोरीहरू भयो होला, यहाँहरूलाई क्षमा माग्दै फेरि जोडिने बाचा राख्दै औपचारिक कार्यक्रम समापन गर्ने बाचा गर्छु। धन्यवाद। जय पुन समाज।